मैले जबरजस्ती यसलाई के अरे रियाक्सन भिडियोको लागि भिडियो बनाउन आइजे भनेर सुतिसकेको मान्छेलाई बोलाएको छु उसलाई थाहा छैन मैले के ल्याएको छु होइन आँखा बन्द गर उसले उहिले मलाई भनेको थियो कि मलाई ओइ तँलाई यो थाहा छ यो एकदमै भाइरल भइरहेको तँलाई यो थाहा छ भनेर सोधेको तर मलाई थाहा थिएन के अनि पछि त्यसपछि मलाई दिमागमा चाहिँ हिट गरिरहेको थियो जहिले पनि यताउति भने यसले भनि त रहेको थियो भन्ने हुन्थ्यो सो मलाई थाहा थिएन होइन कहाँ पाउँछ के पाउँछ भनेर अनि अफिसको बहिनीलाई बल्ल अफिसको बहिनीलाई बल्ल बल्ल भन्छ उसलाई थाहा छ अरे कहाँ पाउँछ भनेर सो हिजो ल्याएको है अनि हिजो यो एकदमै थाकेको थियो अनि उसले भिडियो बनाउनु मुड थिएन सो मैले आफ्नो क्रेभिङ्सलाई होल्ड गरेर आज मैले राखेको छु सो आज रियाक्सन गरेर आँखा बन्द गरेर सो हामी ट्राई गर्न लागेको छु द भाइरल अनि यसको चाहिँ अरू फ्लेभर छ भने थियो हो अनि यो दुईवटा फ्लेभर पाउँछ भने चाहिँ मैले दुईटै उठाएर दिदी मक्का हुन्छ अनि मलाई थाहा थियो यसलाई मैले उहिलेदेखि भनेको थियो भाइरल बिस्किट तर खाना पाएको थिएन नि अहिलेसम्म खाएको थिएन सो दिस इज आवर फर्स्ट टाइम ट्राइङ मार्के भाइरल भन्दै मैले चाहिँ देखाएको थिएँ भाइरल के हो कसो तर सुनिरहेको उसको मुखबाट सुनेको भएर लेट्स ट्राई यो चाहिँ चिज फ्लेभर मुखबाट भन्नु थियो थाहा पाएको थियो अनि पछि यो चाहिँ के भन्छ डबल चक्लेटी है सो मलाई चाहिँ अब दुईटै ट्राई गर्नु भोक लागेर मलाई चाहिँ के रहेछ यो बिस्किटमा के रहेछ यस्तो विशेषहरूमा है दुईटै खोल्नु ल ट्राई गर्ने यस्तो रहेछ यस्तो रहेछ यो चिनी मैले बच्चामा एकचोटि मलाई त नयाँ नयाँ यताउति मिक्स गरेर खानु लाग्छ नि खानेकुराहरू सो मैले मारी बिस्किटमा यसरी नै चिनी हालेको थिएँ क्या सो आई गेस मैले अगाडि नै डिस्कभर गरेँ तर यसरी नै चिनी हालेर खानु ट्राई गरेको थिएँ क्या सो लेट्स ट्राई आधी गर्नु मिक्स हो आधी ल चियर्स मक्कै दिदी मिठो क्रिम बिस्किट चिज भन्ने बित्तिकै उबाले बिस्किट खाएको तैँले चिज भन्ने एउटा छ नि त्यो येल्लोवाला मिठो बाहिर चिनी अनि क्र्याकर दुईवटा क्र्याकर बिस्किट भित्र चिजवाला क्रिम रहेछ त्यस्तो खासै स्पेसल चाहिँ छैन जस्तो कुन बिस्किटको मिक्सचर जस्तो लाग्यो यो चाहिँ त्यो चिज क्रिम चिज क्रिम भनेपछि खाएको छैन त्यसको एकदमै सटल फ्लेभर छ त्यो त्यसको एकदमै कम त्यो चाहिँ एकदमै स्ट्रङ चिज फ्लेभर छ क्या त्यसैको तर कमवाला फ्लेभरमा रहेछ यो मलाई त्यो बिस्किट एकदमै मनपर्छ मिठो अपलोड ओके अस अपलोड है यो चाहिँ चिज फ्लेभर हो कति छिटो आइसक्यो जोडेर मन पऱ्यो त्यस्तो स्पेसल चाहिँ छैन है किनकि अलरेडी खाइरहेको फ्लेभर भएको हुँदाखेरि यो अलिक त्योभन्दा अलिक गुलियो रहेछ स्मेल पनि कम रहेछ नत्र त्यो चाहिँ मिठो रहेछ नि कति पसलमा खुजा क्या लगाउने पुग्यो पाटन पुग्यो है अनि जुन बेला किनेको त्यो अङ्कलले पनि लुकाएर राखेको थियो एउटा कार्टुन अनि त्यो बहिनीले किन लुकाएर राखेको भनेर सबजना हाँसेर भनिदिएको सो यो चाहिँ अलरेडी मलाई बहिनीले हिँड्छ दिइसक्यो यो कस्तो फ्लेभर हुन्छ भनेर बर्नर फ्लेभर जस्तो हुन्छ यो चाहिँ जस्तो कुरा गर्दै थियो सो चियर्स त्यस्तै चाहिँ कस्तो नाइस रोयल बन जस्तो त छैन त्यस्तै त नि जस्ट बनको चाहिँ अलिक मोटो मोटो मलाई चिजै मन पऱ्यो है यो मलाई कस्तो लाग्यो थाहा छ हर्लिक्स हो कि त्यस्तै केही उयोहरू हर्लिक्स हो कि कस्तो कस्तोहरू पाउँछ नि त्यो मिक्स गरेर भिभा हो कि होइन त्यसलाई त्यस्तो त्यस्तै फ्लेभर चाहियो यो क्रिम एकदमै कम भयो यसमा दुवैमा कम भयो है एकदमै कम क्रिम चाहिँ जुन पनि पातलो भएको हुँदाखेरि अलिक मान्छेहरूले नयाँ कुरा भयो नि त हामीलाई युज टु त्यो मोटो मोटो यस्तो यस्तो अलिक के अरे यसको साइजहरू अलिक ठुलो ठुलो युज हुन्छ नि त बेसी खानालाई सो आई गेस त्यो अलिकति पातलो भएर मान्छेलाई नयाँ क्रिम पनि धेरै छैन सो धेरै गुलियो छैन है क्र्याकर जस्तै भयो नि अब खुसी ह्याप्पी भयो किन मैले उ गरेर हालेर हिजो नै रियाक्टिभमा बोलाउँदै थिएँ मैले कति चाहिँ आफ्नो क्रेभिङलाई होल्ड गर्न सक्दो रहेछु मैले यो दुईवटामा चिज है चिज यो बाई गुड नाइट